कविताको शीर्षक छ लोकसेवा फेल। म लोकसेवा फेल भएँ। साथीले भन्यो पत्रिकामा नाम छैन। म भन्छु फाल्दै पत्रिका, त्यसको काम छैन। राधा बोक्सी बन्ने देशमा संविधानका धाराको काम आएन। अँध्यारो कोठामा बसेर पढियो जहाँ कहिल्यै घाम आएन। तर साथी भन्छ पत्रिकामा तेरो नाम आएन। साउथ चाइना सी थियो किताबमा कोशी थिएन। पढ्ने उत्कट इच्छा मेरो दोषी थिएन। भूमध्य सागरको गहिराई थाहा छ तर पसेको होइन। हिरोसिमाको कथा थाहा छ तर मैले देख्दा देख्दै एटम बम खसेको होइन। पृथ्वीमा सबभन्दा तातो कहिले भयो मलाई थाहा छ। तर न म यसलाई तताउन अनि सेलाउन सक्छु। संसारभरिका देशका सीमा केसका झैँ केस्रा केलाउन सक्छु। मलाई मिति कण्ठाग्र छ जङ्गबहादुरले सु गरेको। फेतुल्लाह गुलेन थाहा छ टर्कीमा कु गरेको। रकेटदेखि खाली पकेटसम्म, डलरदेखि मैलिएको कलरसम्म, आकाशको मङ्गलदेखि अफ्रिकाको जङ्गलसम्म कण्ठ पार्दै रहेँ। तर साथी सुनाउँछ म त फेल भएँ। मूर्तिका नाम मान्छेका नाम, किताबका राजाका भान्सेका नाम। मूर्तिका नाम मान्छेका नाम, किताबका राजाका भान्सेका नाम। अलेक्जेन्डरले बोलेकोदेखि सिंहदरबार पोलेकोसम्म, कोशीको बाँध भत्केकोदेखि ब्यारेजका ढोका खोलेकोसम्म, याङ्सीको लम्बाइदेखि अमेजनको चौडाइसम्म, एलिजाबेथको हिँडाइदेखि बोल्टको दौडाइसम्म। मलाई मिति थाहा छ गण्डक बाँध असल छिमेकीले थुनेको। प्रताप मल्लले 15 भाषा बोलेको त मैले नै सुनेको। व्यासजीले 18 पुराण मेरै कोठामा लेखेको। कृष्ण मन्दिरमा गजुर हालेको त मेरै आँखाले देखेको।